पल्टिन्छ होला। यो पोस्ट कहाँ थियो पहिला? यो पोस्ट यहाँ थियो, यहाँ थियो। यो पोस्ट यहाँ थियो। सुनसरीको लौकहीमा भएको गोलीकाण्डको सन्दर्भमा विशेष ताजा अपडेट तपाईहरुलाई गराउन गइरहेको छु। बुधबार राति 1 बजेको समयमा स्थानीय विजय शाह भन्ने एक सिटी चालक, जसको सिटी त स्वयं थियो, तर त्यो सिटीमा जुन भारत तर्फबाट ल्याइरहेको चिनी र चकलेट उसको आफ्नो थिएन। ऊ कसैको सामान, कुनै व्यापारीको सामान ढुवानी गरेर लगिरहेको थियो र त्यसमा पनि राति 1 बजेको हाराहारीको समयमा आखिर किन त्यति राति त्यो सामान ल्याइरहेको थियो, त्यो विषयमा पनि प्रश्न उठिरहेको छ। कसैले त लाइन त्यही टाइममा दिन्छ, त्यसैले त्यो टाइममा लान्छ भनेर पनि बताइरहेका छन्। अब यस विषयमा त थप अनुसन्धान प्रहरीले गर्ने नै छ। तर सिटीमा चिनी र चकलेट थिए, कुनै यस्तो सामान थिएन जुन सामानले उसलाई गोली नै हान्नु पर्ने अवस्था आयो। आखिर किन सशस्त्र प्रहरी नेपालका एक हवलदारले उसलाई गोली हान्यो? त्यो हवलदार पनि अनुभवी हवलदार हो सशस्त्र प्रहरीको भनेर बुझिएको छ। तर यस्तो घटना कहिले घटेको थिएन। आखिर बुधबार राति 1 बजे कसरी घट्यो त? यो विषयमा पनि प्रश्न उठिरहेको छ। घटनास्थल यदि हेर्ने भने सिटी चालकको घरभन्दा अलिकति मात्र अगाडि भन्सार जाने बाटोमा रहेको छ र त्यो 3 कुने भने एउटा टर्निङ छ। एक ठाउँबाट पुरी टोल जान्छ, एक ठाउँबाट उता छोटी भन्सार अर्थात् एपीएफ क्याम्प त्यही छ छोटी भन्सारको छेउमै। त्यहाँ ठ्याक्कै त्यो 3 कुने भन्ने एउटा ठाउँ जस्तो उसलाई बुझिन्छ, 3 तर्फ बाटो गइन्छ, त्यही चाहिँ गोलीकाण्ड भएको। स्थानीय बासिन्दाहरूको अनुसार 81 एउटा आवाज सुन्यो। त्यो आवाज सुनेर गएर हेर्दा त्यहाँ चाहिँ एकजना मान्छे हल्ला गरिरहेको थियो। पछि जब एकछिनपछि त्यहाँको स्थानीयहरू त्यो घटनास्थलमा पुगे, यसरी सिटीमा गएर हेर्दा विजय शाह भन्ने, जसको घरभन्दा अलिकति अगाडि मात्रै त्यो ठाउँ रहेको छ घटनास्थल, त्यहाँ चाहिँ उसको गोली लागेर हत्या भएको देखियो। यो गोली सशस्त्र प्रहरी बल नेपालका एकजना सुरक्षाकर्मीले चलाएको भनेर स्थानीयहरूले बताएका थिए र पछि नेपाल प्रहरीले पनि सशस्त्र प्रहरीका एकजना हवलदारलाई नियन्त्रणमा लिए। यसरी हेर्ने भने त स्पष्ट हुन्छ सशस्त्र प्रहरीले नै गोली चलाएको। र सशस्त्र प्रहरीले आखिर किन गोली चलाउनु पर्यो? कुनै त्यो आतंकवादी त थिएन, एक सामान्य व्यक्ति जसको घरमा 2टा छोरा र एउटा छोरी छन्, जसमध्ये एउटा छोरा त उसको अपाङ्ग नै छन्। छोरी पनि रुँदै कराउँदै घटनास्थलमा पुगेको बिहान हामीले प्रत्यक्ष हेरेका छौँ। हामी पनि, हाम्रो टोली पनि, म पवन रोनियार सहित हाम्रो टोली राति करिबन 2 बजेको हाराहारीमा हामी घटनास्थलमा पुगेका छौँ। त्यहाँ गएर हेर्दा सिटीमा त्यो व्यक्ति जसको हत्या भएको थियो, त्यो जस्ताको त्यस्तै त्यो चलाउने ठाउँमा, जुन ठाउँमा सिटी चालकले ड्राइभ गर्छ, त्यो ठाउँमा ऊ ढलिरहेको थियो, त्यो तल थिएनन्। यसरी हेर्ने हो भने भौगोलिक संरचना हेर्ने हो भने त्यहाँको यथास्थिति हेर्ने हो भने दोहोरो झडप भएको देखिएको छैन। तर आखिर किन गोली चलाउनु पर्ने अवस्था आयो? अहिले घर पछि नेपालमा सामाजिक सञ्जालको पहुँच भइरहेको छ। हामीले सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्छ। म पनि तपाईलाई यही भन्न चाहन्छु, यदि त्यहाँ अन्याय भएको छ भने दोषीलाई कारबाही हुनुपर्छ र यस विषयमा निष्पक्ष छानबिन हुनुपर्छ। अहिले 5 बुन्दे सहमति भयो। बुधबार जुन कि एकदमै अवस्था तनाव भयो, रातिको घटना हो र बिहीबार दिनभरि लौकै बजार एकदमै तनावग्रस्त रहे र 3-4 बजेको समयमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा 5 बुन्दे पीडक र पीडित पक्षबीच 5 बुन्दे सहमति भयो। जुन सहमतिमा उसको घर परिवारको 2 जना सदस्य मृतक विजय शाहको श्रीमतीलाई र उसको छोरालाई जागिर दिने एउटा सहमति भएको छ र थप निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र सम्बन्धित मृतकलाई तत्काल क्रिया खर्च बापत, मृतकको क्रिया खर्च बापत मृतक परिवारको सदस्यलाई 1 लाख रुपियाँ दिएको समेत बुझिएको छ। र यस विषयमा अहिले पनि धेरै अनुसन्धान गर्न बाँकी रहेको छ, किनभने यो घटना कुनै सामान्य घटना होइनन्। यस विषयमा म पनि सम्पूर्ण सरकारवालाहरूलाई, सुरक्षाकर्मी, खास गरेर सम्बन्धित जुन कि सुरक्षा निकाय, सम्बन्धित मानव अधिकार कर्मी, सम्बन्धित सम्पूर्ण राजनीतिक दल, बुद्धिजीवी, स्थानीय बासिन्दा र सरकारवालाहरूलाई यही जानकारी गराउन चाहन्छु, यो विषय कुनै सामान्य विषय होइन। यस विषयमा निष्पक्ष जो पीडित हो उसले न्याय पाउनुपर्छ र जो यस विषयमा दोषी हो उसलाई कारबाही हुनुपर्छ। तर गोली आखिर चल्यो किन?
के लेनदेनको विषयमा गोली चलेको हो त? त्यसो भए के यो त एउटा उदाहरण मात्रै हो। वर्षौं वर्षदेखि त्यसो भए खुला सीमामा के भइरहेको छ यो पनि प्रश्न उठिरहेको छ। उसलाई आखिर किन गोली लाग्यो त? यो विषयमा पनि स्पष्ट छानबिन होस्। कसैलाई निर्दोषमा गोली हान्नु कहाँसम्मको जायज हो? एउटा हुन त उसले पनि राति 1 बजे सिटीबाट अवैध सामग्री ल्याइरहेको थियो भन्ने कुराको पनि आरोप प्रत्यारोप भइरहेको छ। तर सिटीमा कुनै त्यो आतंकवादी त थिएन। उसलाई सिटी सहित मान्छे सहित भन्सारलाई बुझाउन सक्थ्यो, उसलाई डराउन सक्थ्यो, 1-2 झापर हिर्काउन सक्थ्यो। किन यति राति यसरी ल्याइस् भनेर के गोली नै चलाउनु पर्थ्यो या गोली चलाउने कुनै त्यस्तो अन्य कारण थियो? सत्य तथ्य निष्पक्ष छानबिन होस्। म घटनास्थलमै पुगेको छु। राति 1 बजेको हाराहारीमा गोलीकाण्ड भयो र त्यसको लगत्तै मैले थाहा पाउन साथ म घटनास्थलमा पुगेको छु। सबैमा सामाजिक सञ्जालको पहुँच भएको हुनाले पवन रोनियार युट्युब च्यानलबाट म पवन रोनियारको यो रिपोर्ट। सत्य तथ्य आधिकारिक खोजमूलक समाचारमूलक भिडियोको लागि मेरो यो युट्युब च्यानल पवन रोनियालाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।